कुरा हामीले रोकेका थियौँ। हजुर म अब त्यहीँबाट कार्यक्रम सुरु गर्न चाहन्छु। सुरु गरौँ। चिन्नुहुन्छ? हजुर, राधिका दासीजी कथावाचिका हुनुहुन्छ नेपालको प्रख्यात। अनि उहाँलाई मैले अस्ति मेसेज गरेको थिएँ एउटा कारणवशले, केही उहाँमा आरोपहरू लागिरहेछन्। राधिका दासीजीमा आरोप लागेको छ? जस्तै जस्तै विवाद नपरोस्, तर उहाँको अघोषित श्रीमान हुनुहुन्छ एकजना, पटनाको, इन्डियाको, समथिङ दुबे। अनि त्यसपछि तपाईँलाई चाहिँ कसरी थाहा भयो? थाहा भइहाल्छ नि यो सर्कलमा। अनि के उहाँले चाहिँ विवाह गर्न पाउनुहुन्न? होइन, उहाँले विवाह गर्न पाइयो, तर कथावाचिकाहरूको अघोषित भन्दाखेरि अलिकति काइन्ड अफ लिभ इन रिलेसनसिप हो नि त त्यो भनेको त। प्रेम होला नि त त्यो। हो भने त राम्रो हो नि, विवाहमा परिणत गरेको त झनै राम्रो। के भन्नुहुन्छ त आज उहाँलाई? उहाँलाई त म केही भन्न चाहन्न, तर मुद्दा उठाइदिनु भयो। अनि केही भन्न चाहनुहुन्छ? उहाँले के भन्ने, मैले उहाँ जस्तो देखिनुहुन्छ त्यस्तो होइन, त्यो चाहिँ म प्रश्न भन्न चाहन्छु। मलाई पनि उहाँ मन पर्थ्यो, राम्रो लाग्थ्यो होइन, तर उहाँले अधिकांश कुरा झुट बोल्नु भएको छ। जस्तै उहाँ निम्बार्क वैष्णवको तिलक लाउनुहुन्छ, उहाँ श्री वैष्णव हुनुहुन्छ। हाम्रो यो लङ्कु चितवन छ नि, लङ्कुको स्वामीजीबाट दीक्षित हुनुहुन्छ उहाँ श्री वैष्णवमा। अनि अहिले चाहिँ निम्बार्क वैष्णवको तिलक लाउनुहुन्छ, जबकि उहाँ दीक्षित पनि होइन। र उहाँलाई किन तिलक लाउन पाइँदैन? तिलक दीक्षित नभइकन कसरी पाइन्छ कुनै सम्प्रदायको तिलक? मैले तिलक लाउन पाइँदिनँ। तपाईँ हजुरले लाउन पायो। जस्तै इस्कन एउटा सङ्गठन हो नि, वैष्णव भन्छ, वैष्णवमै पर्छ भन्छ, तर सङ्गठन हो नि त। इस्कनको तिलक जसले पनि लाउन पायो कि, तर गुरु परम्पराबाट आएको सम्प्रदाय जुन हुन्छ एक्चुअल, त्यो चाहिँ दीक्षित नभए लाउन पाउँदैन। त्यही त उहाँको अपराध भनेको चाहिँ उहाँको अघोषित श्रीमान हुनुहुन्छ। अपराध त्यो अपराध होइन, उहाँको व्यक्तिगत जीवन हो, उहाँ खुसी हुनुहोस् होइन। मेन भनेको चाहिँ उहाँ श्री वैष्णव हुनुहुन्छ, निम्बार्क वैष्णवको तिलक लगाउनुहुन्छ, र उहाँको चेलाचेलीहरू पनि हुनुहुन्छ होइन। उहाँले मन्त्र दीक्षा पनि दिनुहुँदो रहेछ। अनि उहाँलाई त्यो हक कसले दियो त भन्ने कुरा हो, उहाँलाई त्यो अधिकार कसले दियो? अनि त्यही हो, उहाँको पानीटङ्कीतिर यता अलिकति इन्डिया साइडतिर पनि छ अरे 11 तल्लेको घर। अरेका कुरा होइन, छ 11 तल्ले घर। 11 तल्ले चाहिँ अब रेमा हो, तर घर चाहिँ छ उहाँको। अनि के सम्पत्ति राख्न, घर किन्न पाइँदैन? पाइन्छ त, तर उहाँको धेरै कुराहरू पनि आइरहेको थियो। उहाँको जुन माया घर समथिङ थियो नि, फाउन्डेसन हो कि उहाँको के आश्रम इटरीमा, त्यहाँ बजेट त्यहाँको लागि बजेट उठाएको सबै गइरहेको थिएन। त्यो एकदमै गाह्रो भइरहेको थियो त्यो संस्था चल्नलाई पनि। अनि बिजोग नै छ त्यहाँ, हजुरले अब कल गरेर सोद्धा नि हुन्छ, त्यहाँको अध्यक्ष हुनुहुन्छ। अनि जुन उहाँले रोएर भन्नुहुन्छ यस्तो दुःख पाएको हस्बेन्डले दुःख, त्यस्तो केही पनि होइन। उहाँले वृन्दावनबाट पढाएको भन्नुहुन्छ, त्यस्तो वृन्दावनबाट केही पनि पढेको होइन। एउटा स्वामीजीको छत्रछायामा बसेर, मैले चिन्छु, उहाँ स्वामीजीको नाम पब्लिस गर्न चाहिनँ मैले, उहाँको छत्रछायामा बसेर 6 महिना अध्ययन गरेर अनि बल्ल उहाँ कथावाचिका हुनुभएको। र उहाँमा केही पनि आरोप छ भने होइन, अब यो म दाबी गरेर चाहिँ भन्न सक्दिनँ किनभने म त्यहाँ गएको होइन। उहाँमा के आरोप छ भने कथावाचन गर्दा मञ्चमा पनि उहाँ राजस्वला भएको प्याड फेर्दै चेन्ज गर्दै आएर फेरि बसेर कथावाचन गर्नुहुन्थ्यो अरे। यो पनि अरेका कुरा। अब म त्यहाँ प्रष्ट त्यहाँ उहाँले 6 महिना मात्रै अध्ययन गर्नुभयो अनि त्यसपछि कथावाचिका बन्नुभयो भने उहाँको विलक्षण प्रतिभा हो नि त यो त होइन? त्यो त प्रतिभा त हो, तर झुट बोल्न त पाएन त वृन्दावन गएर भनेर। कुन ठाउँ बस्नुभएको वृन्दावन, कुनमा पढ्नुभएको, के पढ्नुभएको? उहाँको पहिलेदेखिको तस्बिर त होला नि त वृन्दावन बसेर पढेको त। यो त उहाँमाथि गम्भीर आरोप हो होइन, जस्तै सम्पत्तिकै कुरा आयो। पछि यो विषयलाई लिएर त उहाँले पनि तपाईँमाथि मुद्दा हाल्न सक्नुहुन्छ नि। ठिक छ, हाल्नुहोस् न त, के गर्न सकिन्छ त्यसमा। अनि यदि होइन भने पुष्टि मैले हो भनेर गरिदिएँ भने उहाँको अघोषित श्रीमानदेखि लिएर सबै कुरा पुष्टि भयो भने त के गर्ने त फेरि? होइन, उहाँले प्रेम गरेर कसैसँग अघोषित बस्नुभएको छ भने यसमा समस्या पर्छ? अब उहाँ शास्त्र पालन गर्नुहुन्छ भने त अघोषित बसेको त फरक पर्छ नि त, कि त शास्त्र पालन गर्दिनँ भन्नु पर्यो। यदि भोलि तपाईँलाई उहाँले लु प्रमाण देखा भन्दाखेरि सक्नुहुन्छ? सक्छु म, सक्ने भएरै बोलेको मैले। अब धेरै प्रश्नहरू छन् यसमा। अब प्रत्येक प्रश्नलाई मैले गर्नुभन्दा पनि बिहाले नै बुझिहाल्नुभयो होइन? आफै म श्रोता बन्छु। पहिलो नम्बर त मलाई यी नानीलाई देख्दाखेरि मेरो छोराभन्दा बल्ल 2 वर्ष मात्रै जेठी छिन् यिनी। अनि मलाई कस्तो लाग्यो भने मेरो बच्चाको जस्तो दिमाग छ, बुद्धि छ, बोली छ, कसैले केही भनिहाल्यो भने पनि होइन कस्तो प्रकारको रियाक्सन हुन्छ त्यो मैले देखेको छु नि त।
छोरीको उमेरकी छिन् नानी, उनलाई के थाहा छ र है, भर्खर जीवन सुरु भएको छ। उनले ठिकै छ अरेको भरमा धेरै कुरा अरे भनेर नै भनेकी छिन् भन्न त होइन, एउटा कुरा मात्रै प्रमाणित गर्छु भनेकी छिन् उनले, अघोषित श्रीमान राखेको भन्ने कुरा। ठिक छ, उनले प्रमाणित गरून् त्यो कुरालाई, म पनि पर्खाइमा छु। मेरो आमा बुवा पनि आउनु भएको छ, कहाँ हुनुहुन्छ त त्यो व्यक्ति भनेर खोज्दै आउनु भएको छ होइन। त्यो उहाँले नानीले प्रमाणित गर्नु पर्ला पछि। बाँकी रह्यो मलाई त नामै किटान गर्नुभएको छ नि त होइन, थर उच्चारण गर्नुभएको छ नि त, पटना पनि भन्नुभएको छ। त्यो जो व्यक्तिलाई भन्दै हुन्छ उहाँ हाम्रो घरभित्रको मान्छे हो, पारिवारिक रिलेसन छ हाम्रो होइन। मेरो दाजुको जेठान हुनुहुन्छ, जसलाई उहाँले भनेअनुसार होइन, नाम त भन्नुभएको छैन, थरको हिसाबले घरभित्रको व्यक्ति हुनुहुन्छ। अर्को कुरा पानी ट्याङ्की इन्डियामा कता घर छ 11 तले भन्ने कुरा आयो। बच्चाको जस्तो कुरा गरेर हुँदैन होइन, त्यसलाई चाहिँ प्रमाणित पनि त गरिदिनु पर्यो होइन। त्यसै भनेर पनि आरोप मात्रै लगाएर त भएन, मान्छेलाई भ्रमित पारेर पनि भएन। अनि म नेपाली नागरिक, मैले कता भारतमा गएर सम्पत्ति जोड्ने भन्ने पनि हुन्न होला, पक्कै पनि त्यो त। अनि अर्को कुरा म निमार्ग वैष्णव होइन, वैष्णवताको कुरा ल्याउनु भयो। अनि निमार्ग वैष्णव मेरो गुरु सलेमाबादमा हुनुहुन्थ्यो, अहिले गोलोकवासी हुनुहुन्छ, अहिले पनि गद्दीमा हुनुहुन्छ। गुरुको नाम उल्लेख गर्न चाहन्न भन्नुभएको छ नि, उहाँले चाहिँ कसलाई इङ्गित गर्नुभएको? उहाँले इङ्गित गरेको व्यक्ति मैले बुझिनँ, किनभने मैले नेपालमा कुनै पनि आश्रममा 6 महिना बसेर पढेको छैन, कुनै पनि आश्रममा। मलाई यो कुरा, किन म आफू हुँ नि त, मलाई थाहा हुनु पऱ्यो नि त त्यो कुरा। कुनै आश्रममा पनि 6 महिना बसेको रेकर्ड छैन, बसेर पढेको भन्ने कुरा त्यो गलत हो। म वृन्दावनै गएको होइन, मसँग वृन्दावन जाने मेरा घरका परिवारका व्यक्तित्व अहिले पनि हुनुहुन्छ, जसले मलाई मतलब पुर्याउनु भयो भनौँ न। म बसेर पढेँ, आउँदै जाँदै गरेर 4 वर्षमा बल्ल मेरो अध्ययन पुरा भएको। 6 महिनाको कुरा गर्नुभयो, ठिकै छ। 6 महिनामा भन्ने पनि छन् अहिले होइन, 6 महिनामा बोल्ने पनि छन्, तर अझै 6 महिनामा यदि यसरी चाहिँ पारङ्गत बन्नुभयो भनेदेखि त यहाँको खुबी हो नि यो त। भगवानको कथा भन्नलाई त हजुरलाई आज सिकेर आजै पनि बोलोस् न कसैले, भगवानको कथा भन्न त कोही गलत कुरा भएर होइन र। त्यो त एउटा धर्म, संस्कार, संस्कृति, सनातन सभ्यतालाई विश्वभरि छर्नको लागि त, आफ्नो धर्म रक्षाको लागि त निरन्तर लाग्नु पर्यो नि। एक दिन पढेर होस् या 10 दिन होइन, उसभित्र भगवानको उडानुवाद भन्न सक्ने क्षमता विकास भएर त्यही धर्म संस्कृतिको प्रचार यदि गर्छ भने त्यसलाई त सम्मान गर्छु म चाहिँ होइन। तर लगाएका कुराहरू, यावत कुराहरू चाहिँ सबै भ्रामक कुराहरू छन्। कोही कुनै पनि नानीले भने नि प्रमाणित गर्छु भनेर, ठिक छ, उनको हिसाबले गरून् होइन। कसरी, कहाँ गएर गर्ने त? सामाजिक सञ्जालमा ल्याएर गर्ने कुरा होइन होला, कानुनी रूपमा देखाउनु पर्यो नि त। जे सत्य हो त्यो कुरालाई त निकाल्नु पर्यो होला। अनि अर्को रजस्वलाको पनि कुरा आएको छ नि। रजस्वलाको कुरालाई चाहिँ म अलिकति चिर्छु। अगाडि पनि मैले एक ठाउँमा इन्टरभ्यूमा मैले भनिसकेको छु यो कुरालाई, र मैले मञ्चबाट पनि कतिपल्ट भनेको छु, मेरो सायद कथामा पनि आएको होला। म लगभग विगत 4 वर्षदेखि चाहिँ एउटा थाइरोइड भन्ने समस्याले ग्रसित छु, विगत 4 वर्षदेखि है। रजस्वलाको विषयलाई यो भनिराख्नुपर्ने आवश्यकता पनि होइन, तर पनि कुरा उठेपछि भनिदेऊ भनेर। जसले चाहिँ अहिले गुगलमा गएर हेऱ्यो भने पनि गाह्रो छ, मेन्स्ट्रुएसन सम्बन्धी समस्या हुन्छ, त्यसले गराउँछ, समयमा हुन दिँदैन, कहिले 6 महिना कहिले 1 वर्षमा गराउँछ। अब यस्तो प्रकारले जुन प्रकारले अहिले यहाँ भन्दै हुनुहुन्छ उहाँले, अथवा नानीले, छोरी नै भन्छु म त होइन, मेरो छोराको उमेरको, यो एकदमै गलत छ। यो कसैलाई पनि यस्तो प्रकारले बोल्न चाहिँ ठिक जस्तो मलाई लागेन। र म आफै पनि यो एक किसिमको त्यो रोगले ग्रसित छु, जसको कारणले गर्दा समयमा हुँदैन होइन, कथा महिनामा 2टा भन्दा पनि गरिँदैन, त्यो कुरा पनि एउटा हो। तर यो कुरा चाहिँ गलत हो, यति चाहिँ म निश्चिन्त रूपमा भन्न सक्छु। र मेरो इन्टरभ्यू त यो डक्टरले पनि त हेर्दै हुनु होला नि त, मलाई जसले जाँच गरिराख्नु भएको छ उहाँले पनि त यो इन्टरभ्यू हेर्नुहुन्छ नि त होइन, देख्नुहुन्छ नि त म के समस्यामा छु भन्ने कुरा त उहाँलाई पनि थाहा छ नि त। त्यही भएर भनिरहनु पर्दैन होला जस्तो लाग्छ। योभन्दा अगाडि धेरै इन्टरभ्यूमा मैले भनिसकेको छु जुन समस्याले म ग्रसित छु विगत 4 वर्षदेखि, जसको लागि मैले औषधि खाएर गराउनुपर्छ भने यो त भ्रामक कुरा हो भन्छु म चाहिँ यसलाई। तर ठिक छ, केही छैन, उहाँ नानीलाई कसैले सिकाउनु भयो, किनभने 22 वर्षको बच्चा, नानी 5 वर्षको हुँदादेखि मैले कथा वाचन गरेको रहेछु होइन। उमेरको हिसाबले हेर्ने हो भने उनलाई के थाहा छ र मेरो जीवनमा के छ भन्ने कुरा हो कि होइन, भन्नुहोस् न। मैले 15 वर्ष लगाएर आज म यो स्थानमा पुगेको छु, जुन प्रकारले, जुन मेहनत, जुन परिश्रम, जुन लगाएँ होला, मात्र 15 वर्षको कुराले भएन के, त्योभन्दा पछाडिको अनुभव पनि त्यसमा आयो होलान्, जोडिए होलान्।
त्यति ठुलो परिश्रम गरेर यहाँसम्म आइपुगेको व्यक्तिलाई एउटा मुखले लालछना लगाएको भरमा त यो त समाजलाई भ्रमित गर्ने कार्यलाई मात्रै जोड दिएको जस्तो देखिन्छ र कसैले चाहिँ परिचालित गरेको जस्तो पनि लाग्छ होइन। उहाँसँग जब प्रमाण छ भन्दै हुन्छ अनि लिएर आउनुहोस्, कानुनी रूपमा जाउँ। उहाँसँग यदि यत्रो थियो भने त सिधै उहाँ त कानुनी रूपमै जानुभएको भए पनि हुन्थ्यो त, किन रोकिनु भयो त? यतिका दिनसम्म किन बस्नुभयो त? कानुनी रूपमा जानु चाहिँ सबैभन्दा राम्रो उपाय हो नि त। सामाजिक सञ्जालमा आएर मान्छेको आकर्षणलाई आफूतिर पार्नु त राम्रो होइन होला जस्तो लाग्छ मलाई जस्तो। अच्छा, उहाँले अर्को पनि एउटा के मुद्दा उठाउनु भएको छ भने फाउन्डेसनको कुरा, हजुर होइन, माया घरको कुरा, हजुर, यसमा के? म हजुरलाई बताउन चाहन्छु, 3वटा संस्था हो है। मैले चाहिँ कथाको साथसाथमा सेवा पनि चाहिन्छ भनेर यो 2टा कुरालाई सँगै लिएर जाने प्रयास गरेको। त्यो मैले नगरेको भए पनि हुन्थ्यो, मेरो स्व इच्छाको कुरा हो नि। तर समाजमा सेवा पनि चाहिन्छ, भक्तिको साथमा सेवा भएन भने अपूर्ण हुन्छ। किन यो मेरो देश हो, यो मेरो मातृभूमि हो, यही भूमिको लागि मैले मेरो आफ्नो जीवन समर्पण गरेर गरेको छु र यसलाई चाहिँ मैले केही न केही मेरो आफ्नो जे गच्छले भ्याउँछ म त्यहाँसम्म गर्छु भन्ने भावले पहिलो संस्था इटरीमा मायाघर नेपाल भनेर सुरुवात गरियो। त्यसपछि दोस्रो संस्था छ हाम्रो मायाघर बर्दिवास महोत्तरी जिल्लामा छ। तेस्रो संस्था हो राधिका फाउन्डेसन झापा जिल्लामा छ है। यी 3वटा अलग अलग संस्थाहरू हुन्। 3टै संस्थाको संस्थापक अध्यक्ष चाहिँ म हुँ, संरक्षक पनि म हुँ। तर 2वटा संस्थामा अहिले मैले जिम्मा लगाइसकेको छु। तेस्रो संस्थामा मात्रै छु, राधिका फाउन्डेसन। पहिलो संस्था इटरीमा मायाघर नेपाल भन्ने रहेको छ। जुन प्रकार उहाँले भन्नु त्यहाँ गएको बजेट भनेको त सरकारले दिने होला नि त होइन। बजेट भन्ने शब्दबाट त सरकारले दिने फन्ड त सिधै संस्थालाई नै जान्छ होला पहिलो नम्बरमा। दोस्रो कुरा चाहिँ कस्तो भने नितान्त सेवा गरेर 7 वर्षसम्म संस्था 0 लेभलबाट उठाएर जग्गा भवन तयार गरेर एउटा टिम, लोकल टिम बनाएर जिम्मा लगाएको कुरा हो। त्यति धेरै गाह्रो हुन्थ्यो भने त उहाँहरूले त मसँग पो समन्वय गर्नुहुन्थ्यो त, कहाँ नानीलाई थाहा हुन्थ्यो होला र होइन त। उहाँहरूले आजसम्म खोइ मलाई आधिकारिक केही पत्र पठाउनु भएको छैन, फोनमा पनि कुरा भइरहेछ। त्यो माया घर भने इटरीको होइन त? हजुर। त्यो इटरीमा चाहिँ जस्तै इटरीमा तपाईँ त्यत्रो व्यवस्थापन गर्नुभयो, त्यतिका बालबच्चाहरू सबैलाई आश्रय दिनु पनि भयो, फेरि त्यहाँ छोड्नुभयो भन्ने कुरा, छोडेर फेरि झापातिर लाग्नुभयो, बर्दिवासतिर आउनुभयो भन्ने जुन कुरा छ नि, यो के खटपट परेको हो त्यहाँ चाहिँ? यस्तो हो क्या हजुर, संस्था मेरो पेवा होइन हो कि होइन होला, त्यो राज्यको सम्पत्ति हो नि त, मेरो होइन नि त, व्यक्तिको होइन नि त। त्यो त भोलि म मर्दा पनि त्यो संस्था चल्नुपर्छ के हो कि होइन भन्नुहोस् न। संस्था राज्यको सम्पत्ति हो, मेरो काम मेरो गच्छले भ्याएको गर्ने हो, मेरो गच्छले जो भ्याउँछ त्यो मैले गर्ने हो। आज पनि म यो भन्न चाहन्छु कि मायाघर नेपाल इटहरीको सञ्चालक समितिले माताजी हामीले चलाउन सकेनौँ, गाह्रो भयो, हजुर आइदिनुहोस् भन्नु भने आज पनि म प्रेसिडेन्ट भएर चलाउन तयार छु त। मलाई के गाह्रो छ र? मैले जन्माएको कुरा हो त, बच्चा हो त त्यो त मेरो। त्यहाँ मात्रै होइन, मैले बर्दिवासमा पनि त्यही भनेको छु। तपाईँहरू जुन दिन भन्नुहोस् कि यो संस्था हामीलाई गाह्रो भयो, हजुर आउनुपर्छ भन्नुहोस्, म तुरन्त आउँछु, मलाई कुनै समस्या छैन। त्यही भएर यो नितान्त भ्रामक बाहिर भ्रमित गर्ने कुरा छन्। कसरी हुन्छ राधिका दासीलाई चाहिँ अहिले कुनै पनि प्रकारले यसलाई तल गिराउँ भन्ने मात्रै छ। मलाई चाहिँ मेरो गुरुले के भन्नुहुन्थ्यो भने, हेर नानी, आमाले चाहिँ बच्चाको टोयलेट सफा गर्नु पर्यो भने हातले सफा गर्छन्, नुहाइदिनु पर्यो भने हातले नुहाइदिन्छन्, सफा फोहोरलाई हातको माध्यमले सफा गर्छन्। तर मान्छेको भित्रको पापलाई चाहिँ कोही दोस्रो व्यक्तिले जिब्रोले सफा गर्न सक्छ अरे क्या। त्यही हो कि जस्तो लाग्छ क्या। होला नि प्रारब्धमा के थियो होलान् होइन, कति जन्मदेखिको बल्ल बल्ल त मान्छेको जीवन पाएको छ। यो जीवनमा धेरै कुरा भोग्न छ नि त, सुख दुःख आँसु रोदन सबै हुन्छ। त्यसमध्येमै एउटा कुनै केही आइपुग्यो होला भन्ने पनि लाग्छ। ठिकै छ, स्वीकार छ। अब यसै बिचमा मैले जान्न चाहेको चाहिँ जस्तै यहाँको कथा सप्ताहहरू जुन हुन्छ त्यसबाट उठेको जुन रकम हुन्छ त्यो रकमलाई लिएर पनि केही विवादहरू हो। यो चाहिँ म एउटा कुरा सबैलाई अलिकति क्लियर गर्ने पनि अलिक ठाउँ पाएको छु होइन। मलाई कथा गर्न कसैले बोलाएपछि म जाने हो। पहिलो नम्बर त मलाई इन्भिटेसन लेटर पठाउनुहुन्छ अथवा घरमै जनाई सुपारी लिएर पनि आउनुहुन्छ कतिपय व्यक्तित्वहरू, अथवा फोन मार्फत पनि हुन्छ। र बोलाइसकेपछि जानुभन्दा अगाडि उहाँहरूले नै आफै होइन प्राय छलफल गर्दा तपाईँहरूको टिम कतिजना हुनुहुन्छ, कतिजनालाई हामीले यहाँ व्यवस्था गर्नुपर्छ, हामी हजुरहरूको टिमलाई यति हामी दक्षिणा दिन सक्छौँ, सबै उहाँहरूले पहिले भन्नुहुन्छ। त्यसमा डिमान्डको कुरा के त्यसमा हुँदैन। त्यहाँ हामीले एउटा बसेर जुन प्रकारको सल्लाह रूपमा
एउटा निश्चित पारिश्रमिक हुन्छ कि यो जति पनि हल्ला अहिले 40 लाख 60 लाखको आइरहेछ यो सबै भ्रमित गर्ने कुराहरू भन्न मिल्छ कति चाहिँ हुँदो रहेछ यो यति उति भन्ने हुँदैन। जस्तै कस्तो हुन्छ भने कोही एउटा व्यक्तिले घरमा पुराण लाउँछु भन्छ भने त्यहाँ हामी सबै 40 जनाको टिम जाने आवश्यकता हुँदैन नि त हजुर, हो कि होइन भन्नुहोस् न। त्यहाँ त नितान्त कोही व्यक्तिले घरमा कथा सुन्न चाहेको हो नि त, त्यहाँ हामी कतिजना जाने त, त्यही अनुसारको पारिश्रमिक हुन्छ त्यहाँ, त्यही भएर अलग अलग हुन्छ। अब जस्तै टिम चाहिँ कतिजनाको छ र यो यस्तो हुन्छ टिम पनि हामीले कसरी हुन्छ भने जस्तै ठुलो कार्यक्रम गर्नु छ आयोजना भन्दाखेरि त्यहाँ ठुलो टिम नै जानुपर्ने हुन्छ, किनकि हाम्रो उद्देश्य के हो भने यो टिमलाई हामीलाई कसैले बोलाउँछ नि कथा गर्न, किन बोलाउनुहुन्छ भन्दा त्यहाँ त्यो संस्थाको उद्देश्य हुन्छ क्या। त्यो संस्थाले एम्बुलेन्स किन्न बोलाएको हो कि, त्यो संस्थाले मन्दिर बनाउन बोलाएको हो कि, त्यो संस्थाले बाटो बनाउन अथवा कुनै आश्रम बनाउन। मलाई कस्तो लाग्छ भने एउटा सरकारले गर्ने काम चाहिँ एउटा कथावाचकले पनि गरिराखेको जस्तो लाग्छ। जस्तै उसलाई कसैले कथा वाचन गर्न बोलाउने हो, निश्चित पारिश्रमिकमा पुग्ने हो र पुगिसकेपछि त्यहाँ चाहिँ कथा वाचनको क्रममा दानको माध्यमले करोडौँ करोड पैसा उठाएर आयोजकलाई जिम्मा लगाएको हुन्छ, उसले निश्चित पारिश्रमिक लिएर हिँडेको हुन्छ क्या त्यहाँ। र त्यो चाहिँ मैले चाहिँ त्यो निश्चित पारिश्रमिकभित्रबाट पनि त्यहाँ भएको टिम सबैलाई दिएर बाँकी भएको रकमले मेरो आफ्नो जीवनमा चाहिने आवश्यकता चिजहरूलाई पुरा गरेर अझै त्यसबाट पनि मैले सेवाको काममा लगाउने हो कि। मान्छेले यो बुझेको छैन। मान्छेलाई के लाग्छ त आयोजकले यति करोड उठ्यो भनिदिनुहुन्छ नि मञ्चबाट, सबै राधिका दासीले लगी। यो भ्रामक जुन प्रचार भएको छ यो चाहिँ बुझ्न जरुरी छ। त्यही भएर आज मसँग अहिले पनि डायरीमा छन् 100औं मन्दिर बनेको छ, 100औं ठाउँमा अस्पतालहरू सिर्जना भएका छन् कथा वाचनको माध्यमले, कति ठाउँमा एम्बुलेन्स कुदिराखेको छ, कति ठाउँमा आश्रम बनेछ, कति ठाउँका अक्षकोषहरू निर्माण गरिदिएका छौँ। त्यो चिजमा एउटा म पनि एउटा सदस्य बन्न पाउँदा म आफूलाई खुसी लाग्छ। एउटा नेपाली भएर नेपाली नागरिक हुनुको मैले कतै न कतै बोलेको माध्यमले पनि फर्ज निभाइरहेको छु भन्ने मलाई अनुभूति हुन्छ क्या यसले चाहिँ। त्यही भएर म सबैलाई के भन्न चाहन्छु भने जुन आर्थिक कुरालाई चाहिँ एउटा कथालाई जोडेर भ्रामक समाचार फैलाइयो यो नितान्त गलत छ। दोस्रो राधिका फाउन्डेसनको कुरालाई मैले कहीँ उहाँले नै भन्दै गरेको पनि हेरिरहेको थिएँ, अडिट छैन रे, कुनै के छैन, सार्वजनिक छैन भन्ने कुरा पनि आएको थियो। नितान्त म यहाँबाट भन्न चाहन्छु सबै कुरा क्लियर छ। नेपालमा 3 करोड जनता छन्, सबैले आएर सर्लङ्ग हेर्न सक्नुहुन्छ, किनभने यो मेरो व्यक्तिगत केही पनि होइन। भोलिको दिन राधिका फाउन्डेसनलाई म सम्हाल्छु भन्ने एउटा राम्रो टिम आयो भने म त्यो पनि जिम्मा लाउँछु। मलाई कुनै पनि कुराको चाह छैन क्या। मेरो काम के हो त, मलाई मेरो आवश्यकता जहाँ छ म त्यहाँ गएर सेवा गर्ने हो मेरो आवश्यकता। र यो एउटा बर्दियाको कुरालाई म जोड्न चाहेँ। बर्दियाको कुरालाई लिएर चाहिँ एउटा पेपर देखाएर यो एउटा सामाजिक सञ्जालमा मसँग प्रमाण छ भन्ने कुराको जुन प्रकारको निराधार कुराहरू बाहिर आइरहेछन् त्यो कुरालाई म अलिकति मैले क्लियर गरिदिन चाहेँ। 2080 साल पुस महिनामा हामीले बर्दियामा चाहिँ कार्यक्रम गर्न भनेर गयौँ। त्यसको आयोजक चाहिँ राधिका फाउन्डेसन थियो है। यो चाहिँ हजुरलाई बताउन आवश्यक छ। राधिका फाउन्डेसनले चाहिँ धेरै जसो पश्चिमका बच्चाहरूलाई ल्याएर राखेको छ। पूर्वको झापामा आश्रम त छ तर झापाका बच्चा एकजना पनि छैनन्। नितान्त मुगु, बैतडी, डडेलधुरा, जाजरकोट, हुम्ला, जुम्ला, कालीकोट अनि सुर्खेत, कैलाली यो क्षेत्रका बच्चाहरू छन् हामीसँग अहिले पनि छन्। जो पनि गएर हेर्न भेट्न पाउनुहुन्छ। हामीले प्रायः जस्तो बच्चाहरूको चाहिँ त्यति धेरै बाहिर भिडियोहरू भाइरल गर्दैनौँ, राख्दैनौँ पनि, किन थोरै पनि अलिकति भए पनि गोपनीयता राखौँ भनेर थोरै त कहिलेकाहीँ गइ नै हाल्छ होइन। तर अब फाउन्डेसनको जो कार्यक्रम आयोजन भयो त्यहाँ ओम केदारेश्वर धाम छ, मन्दिर छ। मन्दिर परिवारले हाम्रो प्राङ्गणमा कार्यक्रम गर्नु भन्ने कुरालाई उहाँहरूले जोड दिनुभयो। हाम्रो उद्देश्य के थियो त भन्दा पश्चिमका बच्चा धेरै आए, पश्चिममै आश्रम एउटा भइदिएदेखि राम्रो हुन्थ्यो। उताका बच्चालाई उतै सेट गर्न पाए, पूर्वका बच्चालाई पूर्वैमै सेट गर्न पाए, उनीहरूलाई पनि उनीहरूको भाषा मिल्छ, उनीहरूको संस्कृति मिल्छ होइन, उनीहरूको रहनसहन सबै कुरा मिल्छ भन्ने भावले चाहिँ हामीले त्यहाँ कार्यक्रम गर्ने भयौँ। कार्यक्रम गर्दै जाँदा ओम केदारेश्वर धामले के भन्नु भने ठिक छ यदि आश्रम बनाउने हो भने माताजी हामी जमिन दिन्छौँ हजुरहरूलाई भन्ने कुरा आयो। त्यो त झन् हाम्रो लागि सुन्न सुगन्ध भयो त। ल दिनुहुन्छ भने त झन् राम्रो भन्ने भयो। कार्यक्रम सकियो। हामीले बकाइदा पत्रकार सम्मेलन गरेर हामीले आय व्यय विवरण प्रस्तुत गऱ्यौँ। हामी कहिले पनि पारदर्शितालाई ध्यान दिन्छौँ, पहिलो नम्बरमा यही छ। त्यसपछि हामीले पत्रकार सम्मेलन गऱ्यौँ। गरिसके पछाडि हामीले मन्दिर परिवारसँग बसेर मिटिङ गऱ्यौँ। गर्दाखेरि उहाँहरूले के भन्नु भने हाम्रो अलिकति प्राविधिक कारणले गर्दा हामीले जमिन दिन असमर्थ छौँ कि हाम्रो वनको जमिन हो, धार्मिक वनमा अब परिणत हुँदैछ, त्यसपछि हजुरहरू यहाँ बनाउनु होला भन्नुभयो।
हामीले खर्च भएर बाँचेको रकमलाई खातामा जम्मा गऱ्यौँ र 4 लाख बराबरको चाहिँ त्यही एकजना चौधरी परिवारको हामीसँग त्यो सबै प्रमाण पनि छ। चौधरी परिवारको घरलाई बनाइदियौँ हामीले। आर्थिक अवस्था एकदम नाजुक, पानी चुइँदै गरेको, खानलाई थिएन अन्न। हामीले त्यो पुरानमा उठेको अन्न वस्त्र सबै पनि त्यो पनि हामीले त्यहाँ दियौँ र घर पनि हामीले एउटा टिनको छाना हालेर बनाइदियौँ। बनाइदिइसकेपछि जो बाँकी भएको रकम अझै खातामा हामीसँग अझै पनि छ, सुरक्षित छ। त्यसपछि हामीले के गर्यौँ भने पटक हामी 3 चोटि 4 चोटि हामी मिटिङ बस्न गयौँ मन्दिर समितिसँग। उहाँहरूले त्यो प्राविधिक कारणले गर्दा उहाँहरूलाई पनि म दोष दिन चाहन्न, किनकि उहाँहरूको पनि गल्ती छैन। उहाँहरूले पनि दिन चाहनु भएको तर प्राविधिक कारणले दिन सक्नु भएन। त्यसपछि हामीले लगभग 6 महिना अगाडिको कुरा मैले त्यहाँको नगरपालिकालाई पत्र पठाएँ, हामी काम गर्न चाहन्छौँ, त्यो रकम हामीसँग सुरक्षित छ, के गर्ने त? के हामीलाई ठाउँ दिनु पर्यो कि भवन दिनु पर्यो? बच्चा सबै पश्चिमका बच्चाहरू छन्, के गर्ने भनेर पत्र पठाएपछि नगरपालिकाले हाम्रो टिमलाई बोलाउनु भयो। हाम्रो टिमबाट जानुभयो। गएर मिटिङ बस्दाखेरि फेरि धाम परिवारले के भन्नुभयो, होइन हाम्रै ठाउँमा बनाउनुपर्छ, त्यही राम्रो हुन्छ, उपयुक्त हुन्छ भन्नुभयो। अझै पनि जमिनको प्रोसेस चलि नै राखेको छ र उहाँहरूले यदि छुट्याउनु भयो भने हामी भोलि नै इटा राखेर शुभारम्भ गर्न तयार छौँ। यसमा कहीँ पनि क्लियर हुने आवश्यकता छ। यो भ्रामक कुरालाई बाहिर प्रचार गर्ने होइन। हामी त आधिकारिक कार्य गर्ने हो। हामी नगरपालिकासँग सरकारसँग काम जोडिएर अगाडि जाने हो, किनकि हामीले कसैको आसम्म केही पनि तलमाथि गरेको छैन र पारदर्शिता रूपमा हामीले बाहिर पेश गर्ने गरेको छ। अच्छा, यसै क्रममा एउटा झापाको प्रश्न छ। हजुर, जस्तै झापामा राधिका फाउन्डेसनले एउटा संस्था चलाउने भनेर त्यहाँ कसैले जग्गा दान दिनुभएको छ। हजुर, तर त्यहाँ काम हुन सकेन भन्ने कुराहरू आएको छ। हजुर, राधिका फाउन्डेसनको चाहिँ कस्तो छ भने हजुरलाई सुरुदेखि नै अलिकति वर्णन गरौँ। राधिका फाउन्डेसन कन्काई 6 नम्बरमा शान्तिराज प्रसाईजीले मलाई 2 कट्ठा जग्गा व्यक्तिगत रूपमा मेरी छोरी भनेर दान गर्ने हुनुभयो। सुन्नु है, तर मैले के भने, होइन मेरो लागि कमाउनलाई हात छ, खुट्टा छ, मेरो मुख छ, म कर्म गरेर कमाउन सक्छु, यो दान दिनुहुन्छ भने राधिका फाउन्डेसनलाई दिनुहोस् भने मैले। त्यसपछि राधिका फाउन्डेसनको नाममा उहाँले जग्गा पास गरिदिनु भयो र हामीले त्यहाँ भवन बनाउनलाई शुभारम्भ गऱ्यौँ। र त्योभन्दा अगाडि तिमसिना परिवार जोडिनु भएको थियो, सँगसँगै भनौँ न एकैचोटि पुरानकै क्रममा हो। तिमसिना परिवारले राधिका फाउन्डेसनलाई चाहिँ जग्गा दान गर्ने हुनुभयो। जग्गा दान गर्दा लगभग 1.5 बिघा जति जग्गा दान गर्नुभएको छ। तर त्यो ठाउँमा बत्ती पुगेको थिएन, बाटो पनि अलिक कच्चा छ, अहिले पनि अवस्था एकदमै गाह्रो छ त्यहाँ जानलाई। बल्ल बल्ल गएको वर्ष चाहिँ हामीले बत्ती पुर्याउन चाहिँ सफल भएका छौँ। अब बाटोलाई अलिकति असहज छ र एउटा कुरा चाहिँ कस्तो भने जे काम गर्न पनि आर्थिक नै चाहिन्छ होइन। एकजना महिलाले पुराण भनेको भरमा बाँकी टिमबाट रहेको रकम थोरैबाट पनि आफ्नो जीवनमा चाहिने कुरालाई पुरा गरेर बाँकी भएको रकमलाई पनि सेवामा कसैले हालिरहेछ भने होइन, त्यो राधिका फाउन्डेसनमा एकैचोटि त गर्न सकिँदैन नि। यस्तो अफवाहको भरमा हुन्छ र 11 करोडको घर छ भनेर हुन्छ र 11 करोड भए त म त आश्रमका 6वटा बिल्डिङ बनाएर राख्थेँ नि। मेरा बच्चाहरूलाई त भाडाको घरमा त राख्नु पर्दैन थियो। अहिले पनि भाडा तिरेर राखिरहेको छु त। आधी बच्चा होस्टलमा राखेको छु, ठाउँ छैन। आधी बच्चालाई त मैले कोठा भाडा तिरेर राखिरहेको छु, जो पनि गएर हेर्न मिल्छ होइन। पैसा भइदिएदेखि त म तुरुन्त गर्थेँ नि त काम। ठुलो प्रोजेक्ट छ, 1.5 बिघा जग्गामा के इन्स्ट्रक्सन के त्यहाँ बिल्डिङहरू बनाउनु पर्छ होला। हामीसँग डिपिआर रेडी छ, तर डिपिआर मात्र रेडी भएर हुँदैन नि। त्यसलाई त प्रदेशले पनि पैसा दिनु पर्यो, केन्द्रले पनि दिनु पर्यो। हामीले प्रयास नगरेको होइन, गरेको। तर सबैको नजरमा के लाग्छ, कथा वाचन गरेपछि पैसा भन्ने मात्रै छ मान्छेको नजरमा। तर भित्री कुरा त कसैले बुझेको हुँदैन नि त। त्यहाँनिर कति गाह्रो छ, कति परिश्रम छ। एकजना व्यक्तिले यति काम गरिरहेछ भन्ने कुरालाई ध्यान दिने भन्दा पनि मान्छेको दृष्टि चाहिँ दोस्रो कुरामा हुँदो रहेछ। अब यो विषयमा अरू केही कुरा क्लियर गर्नु छ यहाँलाई? मलाई अरू केही पनि छैन। अब मलाई चाहिँ के यति मात्रै क्लियर म भन्न चाहन्छु, अबको दिन अत्यन्तै कठिन हुँदैछ। अब मान्छेले चाहिँ पहिला हामी सुन्थ्यौँ नि तलवारले चक्कुले प्रहार गर्यो अरे भन्ने। अब यस्ता हुँदैन। अब सामाजिक सञ्जालमा चरित्रहरण गरेर चाहिँ प्रहार हुन्छन्। जसले चाहिँ एउटा वर्षौँदेखि मेहनत गरेर एउटा छवि जो बनाएको हुन्छ त्यसमाथि चाहिँ ठुलो एउटा प्रश्न चिन्ह खडा गरिदिँदैछन्, समाजलाई भ्रमित बनाइदिँदैछन् होइन। यसको लागि चाहिँ म नेपाल सरकारसँग चाहिँ एउटा नितान्त एउटा यस देशको नागरिक भएको हैसियतले पनि के भन्न चाहन्छु भने एउटा यस्तो प्रकारको कानुन बनिदियोस् जसले चाहिँ कसैको चरित्र हत्या गर्न नसकोस्। कि चरित्र हत्या एउटा मान्छेलाई मारे भन्दा पनि बडो डरलाग्दो कुरा हुँदो रहेछ।
बुझ्नु पनि मान्छेको मृत्यु भयो भने त बरु मरिहाल्छ, उसलाई जलाइदिन्छन् सिद्धिँदो रहेछ, तर उसले त यो समाजमा बाँच्नु छ नि त, फेरि यो समाजमा चल्नु छ नि त। र उसभन्दा पनि त्यो व्यक्तिले त आफूलाई सम्हाल्न सक्ला रे, तर ऊभन्दा पछाडि एउटा संस्था पनि छ, हजारौँ बालबालिकाको अनुहार छ, हजारौँ महिलाहरू छन्, कति दुखी पीडितहरू छन्, र उसको परिवार पनि त छ। ती म जस्ता त अरू पनि त छन् नि। म एउटा विधामा छु होला, तर म जस्ता अन्य विधामा भएका विशिष्ट व्यक्तित्वहरूलाई भोलि यस्तै प्रहार पर्दा के अवस्था आउँछ? सबै मान्छे सम्हालिन्छन् भन्ने छैन नि त, हो कि होइन? एकजनाको माताले पनि विष सेवन गरेको पनि मैले देखिरहेको थिएँ। उहाँले कति कठिन अवस्था भयो होला त। चरित्र हत्या नगरौँ न कसैको पनि भन्ने लाग्छ होला उहाँमा पनि। म सबैलाई एकदमै सही सत्य म भन्न सक्दिनँ को कस्तो छ भन्ने कुरा, तर त्यहाँसम्म पुर्याउनलाई त कसैले केही त पक्कै गर्यो होला नि त। त्यसको चाहिँ कसले छिनोफानो गर्छ त? यो त कति ठुलो प्रश्न चिन्ह छ। त्यो आज एउटा व्यक्तिलाई जो परिरहेछ, आज राधिका दासीलाई परेर कोही हाँस्दैछ, खुसी हुँदैछ भने भोलि उसलाई नपर्ला भन्न सकिँदैन नि। त्यो त उसलाई पनि भोलिको दिनमा आउँछ नि प्रश्न चिन्ह त। आज एउटा कसैले उठायो होला, भोलि दोस्रो व्यक्ति उठ्छ त्यसै गरिकन। तर त्यही भएर चाहिँ यस्ता भ्रामक कुराहरूलाई चाहिँ बिना प्रमाण, बिना आधार बाहिर बजारमा ल्याउनु चाहिँ एकदमै गलत हो। ल ठिक छ, उहाँसँग प्रमाण छ भने त कानुनी उपचार पनि त छ, कानुनी तरिकाले लिएर जानुहोस् न अगाडि। जति पनि उहाँ जसले मलाई आरोप लगाउनु भएको छ, उहाँहरूसँग कुनै पनि कुराको प्रमाण छ, कुनै पनि कुरा आर्थिकदेखि लिएर कुनै पनि कुरामा उहाँहरूको जे प्रमाण छ कानुनी रूपमा जानुहोस्, म फेस गर्न तयार छु। अझ यसै बिच एउटा हल्ला पनि हामीले सुन्यौँ सम्पत्तिको विषय लिएर, सम्पत्ति शुद्धिकरणमा पनि केही मुद्दा परेको छ भन्ने कुरा पनि आएको छ। केही सुन्नु भएको छ यो विषयमा? थाहा छैन मलाई, यो विषयमा मलाई कहीँबाट आधिकारिक जानकारी पनि आएको छैन। र यदि उहाँलाई त्यत्रो इच्छा छ भने हालिदिनुहोस्, केही पनि फरक पर्दैन। राधिका दासी सामान्य मान्छे हो। राधिका दासीलाई बाहिरबाट देख्ने नजर अलग अलग हुन सक्लान्, तर यति सामान्य मान्छे हो कि मेरो घरमा, मेरो आश्रममा 50 जना अतिथि आउँदा पनि म आफू खाना पकाएर खुवाउने मान्छे हो। म आफै पकाउँछु। मलाई यो त्यो भन्ने नै छैन। मलाई भुइँमा सुत्ने ओछ्यान मिल्यो भने नि म सुत्छु। मलाई हुन्छ नि मान्छेले सोध्छन् एकदमै बाफरे यस्तो भन्ने लाग्दो होला, नजर उहाँहरूको आफ्नो हो, ठिक छ, तर म एकदम सामान्य व्यक्ति, यस देशको विशुद्ध नागरिक हो। अब आज हामी त्यो हाम्रा जति सेगमेन्टहरू थियो नि अहिले त्यो रमाइलोको लागि राख्थ्यौँ, तर गम्भीर आरोपहरू लागेको कारणले हामी त्यसमै केन्द्रित बढी हुने भनेर यहाँ कार्यक्रम डिजाइन गरेका छौँ। तथापि केही प्रश्नहरू छन् मसँग, जस्तै कि कथा वाचन चाहिँ तपाईँका लागि हजुर पेसा हो कि सेवा हो? दुइटै होइन। के हो त? यो हरिकृपा हो र भगवान्सँगको प्रेम हो। आलोचना र प्रशंसा यी दुई कुरामा चाहिँ कुनले चाहिँ बढी सिकाउँछ? आलोचनाले सिकाउँछ नि। आलोचना। प्रशंसामा मान्छे घमण्डमा चढ्छ, कता न कता, सबैलाई नहुन पनि सक्छ है। प्रशंसाले के हुन्छ भने आलोचना भएपछि चाहिँ म सच्चिनुपर्छ भन्ने भाव चाहिँ कता न कता आउँछ। यो कुरामा मैले यसरी गएँ भने चाहिँ यो राम्रो हो भन्ने कुरा चाहिँ कतै न कतै आउँछ। त्यही भएर मलाई लाग्छ आलोचना नै हो। अब आलोचनाको कुरा गर्नुभयो होइन, आफूमाथि लाग्ने जुन आलोचनाहरू छन् त्यसलाई के गर्नुहुन्छ? व्यवस्था गर्नुहुन्छ कि पढ्नुहुन्छ? म त प्राय वास्ता गर्दिनँ नै, साँच्ची कुरा हो। म सच्चिने प्रयास गर्छु। आलोचनालाई त्यति वास्ता गर्नुपर्छ जस्तो पनि लाग्दैन, तर सच्चिन चाहिँ आवश्यक छ। गल्ती नगर्ने मान्छे हुँदैन संसारमा, तर गल्तीबाट सिक्नु चाहिँ सबैभन्दा ठुलो कार्य हो जस्तो लाग्छ। सामाजिक सञ्जाल यति सक्रिय छ अहिलेको युगमा होइन, यसले तपाईँलाई बढी साथ दिएको छ कि चुनौती थपिदिएको छ? बढी त साथै दिएको छ। आज वृद्ध आमा बुवाहरूले मलाई जुन प्रकारको प्रेम वर्षाइदिनु भएको छ, सानो बच्चाले पनि आज राधिका दासी भनेर देखिराख्नु भएको छ, यो त एउटा सामाजिक सञ्जालले चिनाइदिएको कार्य नै हो। तर पछिल्लो समय चाहिँ चुनौती पनि थपिदियो जस्तो लाग्दैन? चुनौती एउटा हो, तर यता कार्य त त्यसले त प्रचार त संसारभरि पुर्याएको छ नि त। चुनौती त एक दुईवटा त आइरहन्छ। हामीले हिँड्ने बाटोमा पनि कहिलेकाहीँ ढुङ्गामा ठेस लाग्छ नै, तर किन ठोक्यो यो भनेर सोच्ने भन्दा पनि अगाडि हिँड्न त छोड्नु भएन। आध्यात्मिक जीवनमा सबैभन्दा ठुलो परीक्षा चाहिँ के हुँदो रहेछ? संयमता छ कि छैन भन्ने लाग्यो है। आफ्नो आफ्नो व्यक्तिगत विचार हुन सक्ला। धैर्यता र संयमता चाहिँ एकदमै आवश्यकता छ आध्यात्मिक व्यक्तिलाई। यस्तो हो रहेछ कि मलाई लाग्छ जस्तै काम, क्रोध, रिस, मोह, मत्सर, घमण्ड यी सब कुरा त भगवान्ले पहिले दिएर पठाउनु भएको छ नि होइन, तर एउटा आध्यात्मिक व्यक्तिमा चाहिँ त्यो चेतना हुनु पर्यो कि यी चिजहरूलाई संयमित रूपमा राख्न सक्ने क्षमता चाहिँ हुनु पर्यो जस्तो लाग्छ। कुनै विवाद आउँदा पहिलो प्रतिक्रिया चाहिँ के हुन्छ यहाँको? म भगवान्को अगाडि जान्छु, श्रीकृष्ण अर्पण वस्तु गर्छु, जे पनि जहिले पनि,
चाहे त्यो राम्रो पनि होस् या नराम्रो दुवै। अच्छा, आफैलाई मूल्याङ्कन गर्नु पर्दाखेरि चाहिँ आफूभित्र सबभन्दा ठुलो कमजोरी चाहिँ यो छ भन्ने केही छ? मलाई पहिला चाहिँ त्यस्तो लाग्दैन थियो है। एउटा कमजोरी चाहिँ के लाग्यो म आफूलाई भने यसपालि मैले जसलाई धेरै विश्वास गर्छु नि त्यो व्यक्ति चाहिँ मसँग केही लिन या केही बुझ्न धेरै आउँदो रहेछन् होइन। म चिन्दिनँ रहेछु किन म एउटा त्यो व्यक्तिलाई चाहिँ एउटा प्रेमको भावले नै हेर्दै रहेछु के यो पटकको कार्यले चाहिँ मलाई त्यो कुरा अलिकति सिकाएको हो कि भन्ने महसुस चाहिँ गराएछ र त्यही हो कमजोरी जस्तो लाग्यो। जो मेरो छेउमा छन् उसलाई नै मैले अलिक चिन्न सकिनँ कि जस्तो पनि लाग्यो चाहिँ। आजको दिनमा युवा पुस्ता, अब यतिखेर जिन्जी भन्ने शब्द एकदम प्रचलित छ नि होइन, आजको जिन्जी पुस्तालाई कुनै सन्देश छ? सबैभन्दा ठुलो कुरा चाहिँ अहिलेको बच्चाहरूमा चाहिँ फास्ट रिजल्ट चाहियो कि मैले धेरै बुझ्दाखेरि चाहिँ अहिले नै रिजल्ट खोजिहाल्ने यो खालको प्रविधिको सिर्जना भएको छ। संयमिता अपनाउन आवश्यक छ। एउटा चामल कति मेहनत गरेर आइपुग्छ, खेत पहिला खनेर बिउ रोप्नु पर्यो, बिउलाई उखालेर फेरि धान रोप्नु पर्यो, त्यो धानलाई गोड्नु पर्यो, गोडेपछि बल्ल त्यसमा बाला लाग्छ र त्यसलाई काटेर त्यसलाई झाडेर त्यो धानलाई सुकाएर मिलमा पिसेर बल्ल चामल निस्केपछि हाम्रो घरमा खाना खान आइपुगेको चामल हो। त्यसलाई पनि खानालाई यसै पाइएन, पकाउनु पर्यो अनि बल्ल आइपुग्छ भने यो प्रोसेस हुनलाई त 6 महिना 7 महिना लाग्दो रहेछ भने एउटा एसएलसी पास गर्न त मान्छे 1 कक्षादेखि 10 कक्षासम्म आएर पढ्नुपर्छ भने अहिलेका युवाहरूमा तत्काल तत्क्षण भन्ने जुन प्रकारको छ नि अहिले फास्ट रिजल्ट, त्यसलाई चाहिँ संयमित अपनाउनुपर्छ भन्ने लाग्छ 1 नम्बर। दोस्रो कुरा चाहिँ अहिले ग्याजेट, यो मोबाइल, यी चिजहरूले चाहिँ बाँधेको छ के। पहिला चाहिँ हामी गाउँमा बाँधिन्थ्यौँ, बच्चाहरू छिमेकी साथीहरूसँग खेल्ने भन्ने हुन्थ्यो। अहिले चाहिँ त्यही भित्र सबै संसार भेटेका छन्। बच्चा स्कुलबाट आयो भने पनि पहिला आमा कता बुवा कता खोज्दैन के, मोबाइल कता भनेर खोज्ने दिन आएको छ। यसले चाहिँ हामीलाई चलाइराखेको जस्तो बनाइदिएको छ अर्थात् अहिलेका बच्चाहरूलाई विशेष गरी। र यी कुराहरूलाई चाहिँ अलिकति विचार गरेर अलिकति अध्यात्मसँग जोडिएर जीवनलाई सहज बनाउनु पर्छ भन्ने मलाई लाग्छ। अहिलेका युवाहरूले विशेष गरेर मेडिटेसन, योग, ध्यानलाई मध्यनजर गर्दै अध्यात्मसँग पनि जोड्दै अहिलेको टेक्नोलोजीलाई चाहिँ सँगै लिएर जानुपर्छ, तर यसको पनि क्राइटेरिया हेरेर संयमित भएर गर्नुपर्छ भन्ने मलाई लाग्छ। जीवनमा आफूले गरेका गल्तीहरूमध्ये यो चाहिँ गल्ती आज म स्वीकार्छु भन्ने कुनै छ त्यस्तो? कति छ गल्ती त है। गल्ती जीवनमा नगर्ने मान्छे को हुन्छ त? हुनै सक्दैन। आगोलाई पनि नजानी छोइन्छ नि त, पोल्छ नि होइन। अनि छोएपछि पोल्दो रहेछ भनेर मान्छे बल्ल हच्किने हो नि त। गल्ती त जान अनजान कति हुन्छ। बोल्दै कहिलेकाहीँ बोलेका कुराहरू एउटा भन्न खोजेको हुन्छ, मान्छेले अर्को बुझिदिएको पनि हुन्छ। कति धेरै गल्ती भएका हुन्छन्। म चाहिँ बस आज चाहिँ के भन्छु भने ती गल्तीहरूले मलाई धेरै कुरा सिकाएको छ। जीवनमा गल्ती नगर्ने प्रयास चाहिँ म गरिरहन्छु, तर गल्ती भइहाल्यो भने पनि म त्यति धेरै दुखित चाहिँ हुन्न कि त्यसबाट सिक्ने प्रयास चाहिँ गर्छु। अच्छा, यी गल्तीहरूमा चाहिँ अब गल्ती गरेको छ भने त ठिक छ, त्यो कुराहरू आयो होइन। गल्ती गरेको छैन तथापि तपाईँलाई गलत बुझिएको छ, कुनै त्यस्तो कुरा छ? अहिले भइरहेछ त। जे जति कुरा आएको छन् गलत छैन तर गलत बुझिएको छ। हजुर। यो लोकप्रियता नि साधन हो कि चुनौती हो, के लाग्छ? लोकप्रियता त उहाँहरूको एउटा प्रेम भाव हो, म चाहिँ त्यसलाई लिन्छु। हेर्छु, मैले अघि पनि भने नि पैसाले किन्न सकिन्न क्या यो प्रेम जुन आज दिइरहनु भएको छ मलाई। एकजना आमा मलाई भेट्न आउनुभयो, अनि अस्ति अमेरिकामा भर्खरै 97 इयर्सको विलचेयरमा आउनुभएको थियो है। अनि विलचेयरमा आउनुभयो अनि आमाले के भन्नु भने मैले हजुरको कथा 4 वर्षदेखि लगातार युट्युबमा हेरिरहेको छु। 3 वर्ष अगाडि मैले मेरो छोरालाई भनेर एउटा औँठी बनाउन लगाएको थिएँ हजुरको लागि, र आज म मेरो हातले हजुरलाई लगाइदिन्छु होइन। मैले चाहिँ म मरेँ भने पनि यो चाहिँ राधिका दासीलाई लगाइदिनु है भनेर राखेको थिएँ भनेर अँगालो मारेर त्यो भिडियो पनि छ मसँग होइन। उहाँले त्यो लगाइदिनु भयो, विलचेयरमा आउनुभएको थियो आमा भनेको। त्यो प्रेम हो के, यसलाई लोकप्रियता भन्दिनँ म। यसलाई चाहिँ उहाँहरूले दिनुभएको एउटा सम्मान, यो प्रेम। मलाई छोरी मान्दिनुहुन्छ, मलाई बहिनी मान्दिनुहुन्छ, अनि यतिसम्म भन्नुहुन्छ कि तपाईँ मेरो साथी हो, म दिन रात तपाईँसँग समय बिताउँछु। त्यो चाहिँ सबैभन्दा ठुलो कुरा हो कि। किन समाजमा
सकारात्मक सन्देश छर्न सक्नु र कसैको हृदयमा सकारात्मक सञ्चार प्रभाव ल्याउन सक्नु चाहिँ सबभन्दा ठुलो यो सामाजिक सञ्जालको पनि एउटा स्रोत हो भन्छु म, एउटा के भन्छ कार्य हो, कर्म हो। त्यो समाजमा जाने त के दिइरहेछ त त्यसले समाजलाई भन्ने पनि त निहाल्नु पर्यो नि त। सञ्चार माध्यमद्वारा चाहिँ व्यक्तिमा कस्तो प्रकारको प्रभाव परिरहेको छ भन्नेले धेरै ठुलो फरक पार्छ। र उहाँले जुन प्रकारले मलाई त्यो भाव अर्पित गरेर उहाँले जुन औँठी लगाइदिनु भयो, म त मेरो आँखा रसायो कि दिन रात म हजुरको कथा सुनिरहन्छु। त्यसले उहाँको जीवनमा कति फरक पारेछ। एकजना माताजी फेरि अर्को ठाउँमा जाँदा भेट्नु भएको छ, उहाँ क्यान्सर पीडित हुँदो रहेछ। उहाँले के भन्नुभयो भने जब म अस्पतालमा गएँ त्यति बेला चाहिँ मेरो नितान्त मेडिसिन तपाईँको आवाज हो। तपाईँको आवाजले, तपाईँको प्रवचनले मलाई फेरि ऊर्जा दियो। होइन, महिला हुँ तर पनि मेरो घर छ, मेरो परिवार छ, म भित्र पनि केही शक्ति बुल्ड गर्नुपर्छ, मैले पनि यसै गरी अगाडि पोजिटिभ भाइब्स लिएर अगाडि बढ्नुपर्छ भने मलाई उठाउने तपाईँको आवाज मेरो दबाई हो, औषधि हो, मेडिसिन हो भन्नुभएको छ कि। यी कुराहरूले गर्दाखेरि चाहिँ मलाई के लाग्छ भने यो लोकप्रियता भन्दा पनि उहाँहरूले दिनुभएको प्रेम, यो सम्मान, त्यो मेरो हृदयमा यति अट्टाइ नअट्टाइ भरेर राख्न सफल भएको छु। बहुत राम्रो। हजुर। अब अन्तमा अब त्यसो त यहाँका अब कथाका कार्यक्रमहरू 1 वर्षको लागि अलरेडी बुक छन् होइन, अहिले कसैले गर्न चाहेर पनि पाउँदैन, उसले 1 वर्ष कुर्नुपर्ने हुन्छ। तथापि एकछिनका लागि आजको यो अहिले जहाँ बसिरहनु भएको छ यो सोफा कुर्सी यो चाहिँ व्यास आसन हो मान्नुहोस्, र आज अन्तिम कथा गर्नुभएको छ। अन्तिम कथाको सन्देश के हुन्छ आज यहाँ? यस्तो स्तब्ध बनाउने प्रश्न गर्नुभयो है। अन्तिम कथा र सन्देश दिनु छ भने चाहिँ म के भन्छु भने जति पनि मेरा शब्दहरू सुन्ने भक्तहरू हुनुहुन्छ, म व्यक्ति विशेषलाई भन्दा पनि भगवानलाई चाहिँ हजुरहरू जोडिएर अगाडि बढ्नुहोस्, भगवानसँग नितान्त अगाडि गहिरो प्रेममा जानुहोस्। र यो धरा छोडेर अथवा आज यो अन्तिम समय यहाँ रहनु पर्दा मैले चाहिँ भगवानको कथा भन्न पहिलोपटक मञ्चमा बस्दाखेरि चाहिँ मेरो मनमा आएको भाव चाहिँ के थियो भने आज म यो भित्रको कुरा हजुरलाई भन्दैछु। प्रभु, प्राण यदि जान्छ भने कथा बोल्दा बोल्दै जाओस्, चाहे जहाँसुकै होस्, मलाई त्यो स्थानले कुनै म्याटर गर्दैन। म जहाँ बसेको हुँ त्यही ठाउँमा प्राण चाहिँ भगवानको नाम लिँदा लिँदै, भगवानको कथा गर्दा गर्दै प्राण उडोस्, बस यति चाहना छ भनेको थिएँ। र अहिले पनि यही चाहना छ। र अन्तिम कथा यदि कहीँ गर्दैछु भने पनि प्रभु म यही भन्न चाहन्छु, तत्क्षण त्यति बेलै त्यतिखेरै प्राण पखेर चाहिँ भगवानको श्रीचरणमै जाओस् भन्न चाहन्छु। अब आज हामीले यतिका कुराहरू गऱ्यौँ र समय पनि एकदम भइसकेको छ। र यस बिचमा आज हामीले कार्यक्रमलाई सुरुमा पनि मैले भने कि आज हाम्रो अलिक विशेष कार्यक्रम र विशेष कार्यक्रम भएकोले गर्दाले हामीले ती सेगमेन्टहरूलाई आज थाँती राख्यौँ। र ती सेगमेन्टमा भएका कुराहरू त हामीले यसअघि पनि चर्चा गरिसकेका छौँ, योभन्दा अघि पनि आइसक्नु भएको छ होइन, त्यस कारणले त्यो आज सेगमेन्टहरू राखेनौँ। तथापि यतिखेर जसरी यहाँका बारेमा कुराहरू आइरहेको छ नि, यस बिचमा एउटा क्लिप्स मैले कहीँ कतै सामाजिक सञ्जालमा भेटाएँ र त्यो क्लिप्समा चाहिँ श्रीनिवास आचार्य गुरुले चाहिँ यहाँका बारेमा केही शब्दहरू उच्चारण गर्नुभएको छ। त्यसमा आर्थिक कुराहरू पनि छन्, अरू कुराहरू पनि छन्। म उहाँको एउटा तस्बिर देखाउँछु र उहाँको बारेमा चाहिँ एउटा प्रतिक्रिया लिन्छु। आज उहाँलाई यहाँले कसरी सम्झिनुहुन्छ? सर्वप्रथम राधे राधे है। उहाँ चाहिँ मेरो पहिलो कथामा इटरीमा म चाहिँ वृन्दावनबाट पढाइसकेर आएपछि चाहिँ घरमा पुराण लाउने भन्ने हुन्छ क्या नियममा चाहिँ। त्यसपछि अब घरमा पुराण नलगाएर सार्वजनिक रूपमा गर्ने भन्ने हाम्रो निर्णय भयो। मेरो दाइ यहीँ पनि हुनुहुन्छ, उहाँ पनि हुनुहुन्थ्यो त्यति बेला। अनि हामीले पुराण आयोजन गऱ्यौँ। कर्ताको रूपमा मेरो मातापिता र त्यहाँका स्थानीय व्यक्तित्वहरू धेरैजना जोडिनुभयो। जोडिसके पछाडि चाहिँ हामीले पुराणको उद्घाटन कसरी गर्ने भन्ने हाम्रो योजना भयो। योजना हुँदाखेरि त्यहाँ नजिकै अरू गुरुहरूलाई भन्यौँ, कसैले पनि अब कसैको के मिलेन, कसैको के मिलेन। त्यहाँमध्ये एकजना भूतपूर्व आर्मी हुनुहुन्छ, अहिले पनि हुनुहुन्छ उहाँहरू। उहाँहरूको दम्पतिले चाहिँ उहाँको नाम लिनुभयो। म चिनेको थिइनँ त्यति बेलासम्म उहाँलाई। त्यसपछि नाम लिइसकेपछि ल त्यसो भए उहाँलाई ल्याउन त, गुरु हुनुहुन्छ। अनि मैले सुनेको थिएँ हिन्दू राष्ट्रको लागि चाहिँ एकदमै धेरै आफ्नो जीवन अर्पित गर्नुभएको छ भन्ने कुरा आएपछि अब धर्म संस्कार संस्कृतिलाई ल ठिक छ अनि लिन पठायौँ। हामी दाइ पनि हुनुहुन्थ्यो, उहाँहरू सबै जानुभएको हो, उहाँलाई लिएर आउनुभयो। अनि उद्घाटन सत्र भयो, मैले कथा वाचन गरेँ। कथा वाचन गरेको 1-1.5 घन्टापछि उहाँले ल म चाहिँ पण्डितको छोरा अनि तिमी नेपालको छोरी होइन, मैले आजबाट बहिनी बनाएँ
भन्नुभएको उहाँकै त्यो भिडियो अहिले पनि छ होला सायद हामीसँग। हजुर जस्तै एउटा देवीजी म कहाँ आउनुभयो आजभन्दा लगभग 12 वर्ष अगाडि 70-71 सालको कुरा हो। उहाँ कुर्ता सुरुवाल लगाएर हजुरहरूको जस्तै भेषमा आउनुभएको थियो म कहाँ। उहाँ सगोत्री पर्नु हुँदो रहेछ, नेपालको छोरी। बहिनी भनेर मैले सम्बोधन गरेँ, उहाँले मलाई दाजु भन्नुभयो, पुराणमा आउनुभयो, यज्ञमा आउनुभयो। म त हजुरलाई दाजु बनाउँछु, हजुरको कथा पनि मिठो लाग्यो, हजुर धेरै यो नेपालकै अहिलेको यत्रो हिन्दू राष्ट्रको लागि खट्नुभएको सन्त, म हजुरको सेवा गर्छु, आश्रम बनाउँछु, मलाई हजुरले बहिनी बनाउनु पर्यो, कथा सिकाउनु पर्यो, पढाउनु पर्यो भन्नुभयो। मैले भने यो त ब्रह्मचारीको आश्रम हो, हाम्रो आश्रममा अब कसरी म अध्ययन गराउँ नानी, अब दाजुको नाता लगाउनु भयो, मैले बहिनी भनिहालेँ, ल ठिकै छ हुन्छ भनेर आफ्नो मुहालाई पनि बोलाएर मैले उहाँलाई 6 महिनासम्म कथा पनि सुनाएँ, पढाएँ, बुझाएँ। त्यसपछि हाम्रो चिन्जान भएको। उहाँले चाहिँ यद्यपि उमेरको हिसाबमा म चाहिँ जेठी छु, तर पनि भावको हिसाबमा चाहिँ उहाँ मेरो दाइको रूपमा मैले मानेको। अब त्यसपछि उहाँले भिडियो अस्ति मैले पनि देखेँ। हजुरहरू याद गर्नु होला, धर्मको नाममा चाहिँ विकृति हुनु भएन, कसैले पनि गर्नु हुँदैन। र मैले देवीजीलाई यहाँबाट अनुरोध गर्छु, बिन्ती प्रार्थना गर्छु, हजुरले लिनुभएको यो सङ्कल्प यसलाई पूर्ण गरेर छाड्नुहोस्। हजुरले यो पूर्ण होस्। म आशीर्वाद पनि मैले गरेको तप, भगवानको आजसम्म गरेको अनुष्ठान, आचार्य गुरुको श्रीको आशीर्वाद म हजुरलाई टक्राउँछु। यो अभियान तपाईँले गरेको जसरी यो दिन दुखीहरूलाई आज घाँस खुवाइराख्नु भएको छ, अभिभावक बन्नु भएको छ, मानव सेवाको कल्याण गरिराख्नु भएको छ, यो निरन्तर होस्, ताकि अलिकति अन्तर्राष्ट्रिय ठाउँमा भोलि कथा हुन थाल्यो र 2-4 पैसा हुन थाल्यो भने भोलि त्यो आश्रमै लथालिङ्ग बनाएर त्यो बेवारिसे बच्चाहरूको लावारिस नै बनाएर छोडेर हिँड्ने चाहिँ त्यो चाहिँ वातावरण नबनोस्। यस्तो घटना इटरीको मायाघर नेपालमा घट्या छ। आजभोलि त्यहाँ बिचरा आज बच्चाहरूको बिजोग भएर मान्छेहरूले लगाएको कपडा आज मान्छेहरूले ठाउँ ठाउँमा चाहिँ ती समितिहरूले घर घरमा माग्न हिँड्छन् पुरानो कपडा। तर त्यो मायाघर नेपालको नाममा अहिलेसम्म पनि अन्तर्राष्ट्रिय पैसाहरू आइरहन्छ त्यहाँ। उहाँले जुन प्रकारले बोल्नु भएको छ ती सबै कुराहरू चाहिँ गलत छन् भन्छु म चाहिँ पहिलोको नम्बरमै। र अर्को कुरा चाहिँ के भन्छु भने जस्तै अहिले पनि म हृदयबाटै सम्मान गर्छु होइन, मेरो दाइ नै मान्छु, मैले नमन नै गर्छु। र जति पनि मायाघरको विषयमा कुराहरू उहाँले त्यहाँ बोल्नु भएको रहेछ त्यो कुरालाई चाहिँ म फेरि यो यहाँका कामकाज सकेर एकचोटि फेरि म इटरी जाँदैछु, राखेर सबै सम्पूर्ण व्यवस्थापन समितिसँग बसेर सल्लाह गर्ने पक्षमा छु। त्यति नै भन्छु अहिले। अब धेरै कुराहरू भइसकेका छन्। हजुर। र हाम्रो कार्यक्रमको उद्देश्य चाहिँ के छ भनेदेखि हामी आगो पाउनलाई खाली हात पठाउँदैनौँ र हाम्रा स्पोन्सरहरूबाट केही उपहारहरू प्राप्त छन्, म यहाँलाई हस्तान्तरण गर्छु। धेरै धन्यवाद हजुर। यो सप्तऋषि आयुर्वेदको श्री केश तेल पहिला पनि यहाँलाई मैले दिएको थिएँ। यसले चाहिँ अब कपाल झर्न दिँदैन र झरेको मार्छ भन्ने यसको मान्यता। हजुर धेरै धन्यवाद। यहाँले पहिला प्रयोग गर्नुभयो कि? मैले प्रयोग गरेँ। यसले उमारेको चाहिँ भन्दा पनि झर्न चाहिँ नदिएको मैले। हो, मलाई पनि यही अनुभव छ। हजुर। कि उमारेको चाहिँ मेरो त्यति छैन, हजुर, तर भएको कपाललाई चाहिँ बचाइ। हजुर। यसै गरी हामीसँग जोडिएको एलो हर्बल, यो लामो समयदेखि जोडिएको प्रडक्ट हो। एलो हर्बल यो आयुर्वेदिक प्रडक्टहरू हो, त्यसमा स्किन केयर सम्बन्धी प्रडक्टहरू छन्, यहाँले प्रयोग गर्नु सक्नुहुन्छ। थ्याङ्क यू, धन्यवाद धन्यवाद एलो हर्बललाई। यसै गरी त्यही एलो हर्बलकै अर्को पनि उत्पादन छ एउटा मन्जरी मसाज थेरापी ओइल। अब यहाँ त व्यास आसनमा बस्नुहुन्छ, घन्टौँ बस्नुहुन्छ होइन, ढाड दुख्छ होला, खुट्टा दुख्छ होला, यो यस्तो राम्रो यो मसाज ओइल छ मन्जरी, म प्रयोग गरेर मैले यसमै विज्ञापनमा खेलेको छु। एकदम मलाई फाइदा पुऱ्याएर। र मलाई मात्रै होइन, मेरो घर परिवार सबतिर पठाउँदाखेरि चाहिँ घर परिवारको फिडब्याक पनि एकदमै राम्रो छ, एकदमै राम्रो आएको छ यो मन्जरी मसाज थेरापी ओइलको तर्फबाट यहाँलाई। थ्याङ्क यू मन्जरी। यसै गरी केही समयदेखि जोडिएको हाँडी बिरयानी छ, यो काठमाडौँमा र ललितपुर शाखा छन्। यसको अर्को एउटा रैथाने भान्साघर भन्ने बुढानीको पनि छ, कहीँ पनि गएर यहाँभित्र कुपन छ, यहाँ बिरयानीकै हन्डीमै राखेको छ, हाँडीमै। धन्यवाद हजुर। यसै गरी अमेरिकाको एउटा एभरेस्ट फोन भन्ने एउटा कम्पनी छ अमेरिकामा। यो एभरेस्ट फोनको चाहिँ के छ भनेदेखि चाहिँ त्यो नेपालीहरू विशेष जानु छ र एकदमै सस्तोमा फोन पाएँ भनेर मलाई पनि फिडब्याक आएको छ। त्यही कम्पनीको तर्फबाट एउटा उपहारहरू छ, चार्जरहरू के छ। थ्याङ्क यू, धन्यवाद एभरेस्ट फोनलाई। अब यतिका कुराहरू भएका छन्, तथापि होइन यो कुरा एउटा गर्नुपर्ने थियो, यो कुरा प्रश्न आएन, मलाई यो कुरा गर्न मन छ भन्ने छ भने प्लेटफर्म तपाईँको। केही छैन, ठिक छ, सबै राम्रो छ, सबै भयो। म हजुरलाई धेरै धन्यवाद भन्न चाहन्छु। यहाँलाई धेरै धेरै धन्यवाद, हजुरलाई पनि धेरै धेरै धन्यवाद, यतिका कुराहरू सेयर गरिदिनु भयो, धेरै धेरै धन्यवाद। धेरै नमन धन्यवाद। यहाँलाई पनि धेरै धेरै धन्यवाद। यतिन्जेलको हाम्रो आज त गफ भन्दा पनि समसामयिक विषयमा धेरै प्रश्नहरू थिए, ती प्रश्नहरू मलाई लाग्छ क्लियर भए, किन धेरैको जिज्ञासा पनि थियो र प्रतीक्षा गरिरहनु भएको थियो कि कहिले राधिका दासी नेपाल आउनुहुन्छ र यी यावत कुराहरूको चाहिँ उहाँले आफ्नो प्रत्युत्तर दिनुहुन्छ भन्ने धेरै दर्शकहरूले मलाई पनि
चासो राखिराख्नु भएको थियो, मलाई पनि मेसेज गर्नुभएको थियो, कल गरिनु भएको थियो। त्यस कारण मलाई लाग्छ जति पनि प्रश्न यतिखेर बजारमा भाइरल भइरहेका छन् ती यावत प्रश्नहरूको चाहिँ उहाँले उत्तर दिनुभयो होला भन्ने मलाई लागेको छ। अब के कस्तो लाग्यो त्यो त यहाँले